सबैजनालाई नमस्ते। म प्रेम केसी मोहन सर है, छिमेकी दाई नमस्कार। म चाहिँ मोहन श्रेष्ठ। अनि उहाँ चाहिँ 6 महिना लगभग भयो है। 6 महिनाको रेस्ट पछि उहाँले चाहिँ एकदम खुसीको खबर सुनाउँदै हुनुहुन्छ है। अब यो खुसीको खबर सुन्नको लागि चाहिँ हजुरले एकछिन समय हेर्नुपर्ने हुन्छ। 2-3 मिनट यो भिडियो चाहिँ हेर्न सक्नुहुन्छ हैन। र दीपावलीको दुवैजनाको तर्फबाट पनि शुभकामना भन्न चाहन्छु र सबैजना सन्चै आरामै हुनुहुन्छ होला भने उहाँको मुखबाट केही भन्न चाहनुहुन्छ खुसीको खबर सुनाइदिनुहोस् त ल। म चाहिँ एक्सिडेन्ट परेर 6 महिनासम्म रेस्ट गरेर बस्यो। अब 6 महिनाको रेस्ट पछि एउटा सेकेन्ड ह्यान्ड भयो नि गाडी लिएर चाहिँ पूजा गरेँ आज। अब यो एक्सिडेन्ट पछि चाहिँ नयाँ जिन्दगी सुरुवात गर्दैछ एउटा गाडी लिएर। ल ठिक छ, धन्यवाद मोहन सर तपाईलाई। नयाँ गाडी लिन सकेन, पुरानैबाट सुरुवात गर्दैछ। ठिक छ, अब जसरी भए पनि कामै गर्नु हो, नयाँ भयो भने कामै गर्नु हो, पुरानो भयो भने कामै गर्नु हो। धन्यवाद तपाईलाई, धन्यवाद। सँगसँगै शुभकामना पनि भन्न चाहन्छु। यो भिडियो चाहिँ तपाईहरुले पूजा गरेको भिडियो देख्न सक्नुहुन्छ। अन्तिमसम्म हेर्दै रहनु होला है त। स्वस्तिक बनाउँदै हुनुहुन्छ है। अब यतातिर मोहन सर हुनुहुन्छ, यतातिर भाउजू हुनुहुन्छ है। टक्का गाडी यसपालि चाहिँ तिहारको बेलामा चाहिँ टक्का गाडी किन्नु भएको छ है। गाडी हुँदैछ है। अलिको सबैजनालाई शुभकामना छ। राम्रोसँग पूजा गरेर आकाश है। ल है, सबैजना परिवार भएर यहाँ पूजा गर्दै हुनुहुन्छ है। सेतो गाडी लिनु भएको छ। 5X1123 नम्बरको मिनी ट्रक उहाँले लिनु भएको छ है। राम्रोसँग आम्दानी होस्, राम्रोसँग पूजा गर्नुहोस्। मोहन सर राम्रोसँग आशीर्वाद गर्नुहोस्। विश्वकर्मा बाबाले रक्षा गरून् होइन। एकदम राम्रोसित हुँदैछ। एकदम पूजा आज हुँदैछ। आज लक्ष्मी पूजाको दिन पनि हो। बिहान कुकुर पूजा हो। अब यो दिउँसो 12 बजेपछि कति बजेपछि चाहिँ लक्ष्मी पूजा, बेलुकाखेरि हो होइन। विश्वकर्मा बाबा चाहिँ यहाँ एकदमै विश्वकर्मालाई राम्रोसँग पूजा गर्दै हुनुहुन्छ है। के भनेर पूजा गर्दै हुनुहुन्छ? मनमनै पूजा हो। मनलाई केही भन्दै हुनुहुन्छ? के भनेर? विश्वकर्माको पूजा हुँदैछ। अब अहिले पूजा गरिसकेपछि अर्को विश्वकर्मा पूजा गर्ने फेरि होइन। टक्क पूजा गरेर हाम्रो भाउजूले है, छिमेकी भाउजू हुनुहुन्छ यहाँ, सिन्धु पाल्छ हाल चाहिँ भक्तपुर है। टक्क नरिवल राखेर केरा सुन्तला फुल अक्षता है। ल जय विश्वकर्मा बाबा रक्षा गर्नु होस् विश्वकर्मा। ल ल जय होस्। राम्रोसँग पूजा गर्नुहोस् है, भगवान सम्झेर एकदमै एकदमै पूजा गर्दै हुनुहुन्छ है यहाँ। ल जय विश्वकर्मा बाबा रक्षा गर। ल जय होस्। गरिसकेपछि दाइले भाउजूलाई टक्क यहाँ पूजा गर्दै टिका लाउँदै हुनुहुन्छ। हेर्नुहोस् जय होस्। ल नातिनीलाई पनि टिका लगाउँदै राम्रोसँग आशिक दिनुहोस् है। दीपावलीको शुभकामना पनि भन्नु। बुहारीलाई कुन खालको आशिक दिँदै हुनुहुन्छ तपाईँ? ल खोइ आशिक दिएकै सुन्दैन र केही पनि भन्नु भएन। सुख शान्ति मिलोस् है।